के हो टर्की? किन रोक्यो तिमी? आमा भिरबाट लड्नु भयो। तुलसा 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 दिदी भिरबाट लड्नु भएछ। म त अटोमा हालिदिएर अस्पताल पठाएर पो आएको। के भन्छ यो? के भएर लडिछ त? दिदीको त्यही त हो नि, जहिलेको तनावै तनाव। तर एक दिन मरमाया र मालतीले तुलसालाई नै खत्तम पार्ने खेल खेलेको मैले थाहा पाएँ। तिनीहरूको यो खेल थाहा पाएपछि मैले तिनीहरूलाई छाड्दिनँ भने त्यसको बदलामा तिनीहरूले मेरो यो हालत बनायो। तुलसा 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 डाक्टर साहब, तुलसाको होस आउन कति समय लाग्छ होला? भन्नै सकिँदैन। 1 महिना पनि लाग्न सक्छ, 1 हप्तामै पनि होस आउन सक्छ। लाइफभरि होस घुम्न पनि सक्छ। यस्तो केसमा हामी केही भन्नै सक्दैनौँ।
छोरी जाऊ पानी लिएर आऊ। तुलसा खाऊ न। खाऊ न तुलसा। आमा खाऊ न, किन नखाएको? यसरी खाएनौ भने तिमीलाई झन् गाह्रो हुन्छ। रुक, म खुवाउँछु तिमीलाई। खाऊ न आमा, एक गाँस भए पनि खाऊ न। तिमीले खाएनौ भने म पनि भोकै बस्छु। किन नखाएको? तिमीले खाएनौ भने म नि भोकै बस्दिन्छु। खाऊ भनेको सुन्दैनौ? हे भगवान, मेरी आमालाई छिट्टो निको पारिदेऊ न। यो संसारमा मेरी आमा बाहेक कोही पनि छैन। मेरी आमालाई छिट्टो निको पारिदेऊ न। बधाई छ नरमाया। के को बधाई? तिम्रो विरुद्ध बोल्ने फेरि एउटा मुख बन्द भएको छ। तुलसा हो, तुलसा अब बोल्न सक्दिन। तिमीलाई त ढुक्क भयो होला। तुलसा बोल्न नसक्दा मलाई के को ढुक्क? किनभने तुलसाको यो हालत बनाउने तिमी हो। तुलसाले मेरो मुखबाट तिम्रो करतुतहरू तिलकलाई भन्न चाहन्थे, तर तिमीले मलाई मेरो छोरीको डर देखाएर
भन्न दिएनौ। तिम्रै कारणले मैले तुलसालाई धेरै तनाव दिएँ। त्यसैले तुलसा भिरबाट लडी। एउटा कुरा याद राख नरमाया, आगो जति नै दन्केर बले पनि खरानी हुनै पर्छ। बढी नबोल टङ्का, चुप लाएर यो गाउँ छोडेर गइहाल। जाने लागेको थिएँ। तुलसाको यो घटनाले मलाई रोक्यो। एउटा कुरा नरमाया, यदि तुलसालाई केही भयो भने नि म तिमीलाई कुनै हालमा छोड्दिन। मैले पहिला पनि तिमीलाई भनेको थिएँ, यदि तुलसालाई केही भयो भने म तिमीलाई कुनै हालमा पनि छोड्दिन। तिलक सर, के भयो तुलसा? भन न। मलाई किन सधैँभरि हजुरसँगै बोलिरहन, हजुरसँगै हिँडिरहन मन मात्रै लाग्छ तिलक सर। कस्तो कुरा गरे कि तिमीले? त्यो त मलाई पनि लाग्छ नि। सधैँभरि यसरी नै हजुरसँगै हिँडिरहन पाऊँ, हजुरसँगै यसरी नै बसिरहन पाऊँ, अनि हजुरसँगै यसरी नै बोलिरहन पाऊँ है। तुलसा, किन तिमीले यस्तो कुरा गरे कि? हेर, जबसम्म मभित्र सास चलिरहन्छ, मेरो मुटु ढड्किरहन्छ, तबसम्म तिमी मेरै साथमा रहिरहनेछौ। तिम्रो र मेरो भेट भगवानले गराएको हो। पक्कै पनि तिम्रो र मेरो भेट गराउनुमा केही न केही अर्थ होला। त्यसैले तिमी चिन्ता नगर। अब आइन्दादेखि यस्तो कुरा गर्दै नगर तिमी। धन्यवाद भाइ। कस्तो छ अहिले भाउजू? अहिले अलि सुधार भएको छ। ए भाइ पर्खेँ नि, भाउजूले यसो फलफुल किनेर खुवाउनु न ल। हस्, भगवान्ले तपाईँको सधैँ रक्षा गरौँ भाइ। बिस्तारै लानु होला है, लडाउनु होला फेरि। यो दाजुलाई भाउजूको कति धेरै माया है। तिलक सर, यदि भोलि केही गरी मलाई पनि यस्तै भइहाल्यो भने
के हजुरले पनि मलाई यसरी नै माया गरेर डोर्याएर हिँड्नुहुन्छ? तुलसा के बोलेकी यस्तो तिमीले? जे पाते नबोल त। हेर कहिलेकाहीँ हामीले बोलेको उहाँले पनि सुनिरहनु भएको हुन्छ। नचाहिने कुरो नबोल। हिँड्छु। के भयो बाबु? आमा तुलसाको उपचार गर्ने क्रममा उसको होसै गुम्यो। तुलसाको त्यस्तो अवस्था मैले हेर्नै सकिरहेको छुइनँ आमा। उसको त्यो अवस्था मेरो छाती पोल्छ। आज मलाई भगवानदेखि पनि साँच्चीकै रिस उठिरहेको छ। कति दुःख दिन सकेको होला त्यो तुलसालाई। दुःख पछि त सुख आउँछ भन्थे, तर त्यो तुलसाको जीवनमा कति दुःख आएको होला आमा। नरो बाबु, बिस्तारै सबै कुरा ठिक हुन्छ। नरो। आमा जब पीडामा हुन्छु मलाई एकदमै रुन मन लाग्छ। मेरो पीडा शब्दमा भन्दा आँसुले बढी बुझ्छ जस्तो लाग्छ। त्यसो नभन बाबु, यो सब दैवको लीला हो। यो हाम्रो जीवनमा भइपरि आएको हो। हिँड जाऊँ घर। नहीं आमा, मलाई एकछिन एक्लै छोडिदिनुहोस्। तपाईँ जानुहोस्। त्यसो भनेर कहाँ हुन्छ? हिँड जाऊँ घर। मेरो आमाले के गल्ती गर्नु भएको थियो र भगवान? किन यस्तो सजाय दिनुभयो? मेरो आमाले के चाहिँ बिगारिदिनु भएको थियो तपाईँको? बाबाको माया खोज्नु भयो, आमाको माया पनि मबाट खोज्दै हुनुहुन्छ।
बाबा यो गाउँ छोडेर जाने भन्नुभएको होइन? तुलसाको त्यस्तो हालत छ, कसरी गाउँ छोडेर जानु छोरी? बिचरी तुलसाले कहिले पनि सुखको सास फेर्न पाएन। मैले तिलकलाई सबै कुरा भनिदिन्छ भनेर तुलसाले ठुलो आश गरेकी थिए, तर बाध्यता मैले केही भन्न सकिनँ र आज तुलसाको यस्तो हालत भयो। यो सबै त्यो नरमाया काकीले गर्दा भएको है बाबा? हो छोरी, हो। एकछिन तुलसाको घरमा गएर भेटेर आउँ है। यस्तै बेलामा त हो नि मान्छेले मान्छेलाई साथ दिने। जाउँ हिँड। तिलक दाई के भयो? तुलसा दिदीको चिन्ता लाग्यो? आफूले माया गरेको मान्छेको पिर र चिन्ता त लागिहाल्छ। भिर नभएको वन र पिर नभएको मन कसैको हुँदैन दाई। चिन्ता नमानुस्। अब तपाईँले चिन्ता मानेर पनि सबै ठिक भइहाल्ने होइन क्यारे। भगवान, मेरो आमालाई छिट्टै निको पारिदेऊ न। मैले मेरो आमाको लागि बगाएको आँसु तिमीले नि त हेर्न सकेको छैन होला नि।
गर्छ तुलसा, मलाई माफ गरिदेऊ। मैले तिलकको अगाडि चाहेर पनि केही भन्न सकिनँ। आन्टी, मेरो बाबाले मेरो लागि सोच्दा यो सब भएको रहेछ। मलाई बाबाले सबै सुनाइसक्नुभयो। हो तुलसा, न त दुःख बेच्न नै सकिँदो रहेछ, न त सुख किन्न नै सकिँदो रहेछ। भाग्यमा जे लेखेको छ त्यो भोग्नै पर्ने रहेछ तुलसा। अब सब ठिक हुन्छ, सब। अब तिमी छिटो निको हुनुपर्छ। पहिला जस्तै हिँडुल गर्नुपर्छ। मुझे तर चिन्ता नगर तुलसा, म छु नि, म छु तिम्रो साथमा। तपाईँको यस्तो हालत कसले बनायो भन्ने कुरा सुनाइदिनु भनेको क्या टङ्का दाइ? कसले बनाउनु मेरो यो हालत? म आफैले बनाएको। तपाईँहरू यहाँ किन आउनु भएको? तपाईँले झुट नबोलिदिनु भएको भए मेरो आमाको यस्तो हालत हुँदैन थियो होला। मलाई माफ गरिदेऊ टुल्की, मलाई माफ गरिदेऊ। मेरो पनि केही बाध्यताहरू थिए। बाबु, धेरै तनाव नलिऊ। तुलसाको भाग्यमा त्यति मात्रै लेखेको रहेछ त के गर्छस्? सायद तुलसा अभागी भएर होला। उसको जीवन जहिले नि उसले नचाहेको र नसोचेको मात्र भइरहेको छ। कोही नहुनेको भगवान हुन्छ भन्छन्, तर उसले जति नै मन्दिर त आए, जति नै ढुङ्गा पुछे, सधैँ हन्डर र ठक्कर मात्र खाइरहेकी छ। बाबु, जिन्दगीको निर्णय सधैँ एउटै हुँदैन। समयले जे दिन्छ त्यसैमा खुसी हुनुपर्छ। उसको जिन्दगीमा कठिन परीक्षा चलिरहेको छ। थाहा छैन जितेर खुसी हुन्छ कि हारेर आफ्नो जिन्दगी समाप्त गर्छ। कसरी सम्हाल्नु आमा यो जिन्दगीलाई? जता हेऱ्यो उतै दुःखै दुःख छ, पीडै पीडा मात्र छ। यसरी निराश हुनु हुँदैन बाबु। थाहा छ आमा, यसरी निराश हुनु हुँदैन भने मलाई थाहा छ। तर कुनै पीडा यस्तो हुँदैछ जुन सहन साह्रै गाह्रो हुँदैछ। आफूलाई सम्हाल बाबु। मर्नु बाबु, मर।
यसको कारणले तिलकलाई सधैँ तनावमा देख्नुपर्छ मैले। बरु यसलाई यहाँबाट गुल्टाइदियो भने आनन्द हुन्छ मलाई। नमस्ते, म तुलसाकी टुल्की छोरी। नमस्कार, म तपाईँहरूकै कलाकार विनोद श्रेष्ठ। नमस्कार, म तपाईँहरूकै कलाकार अनुमति नेपाली। हजुरहरूले भर्खरै हेर्नुभयो तुलसा सिरियल। हजुरहरूलाई हाम्रो तुलसा सिरियल कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा लेखेर पठाउनुहोला। र हजुरहरूले हामीले कस्तो विषयवस्तुलाई उठाएर अगाडि बढ्दा राम्रो हुन्छ भन्ने कुरामा पनि सल्लाह सुझाव र प्रतिक्रियाहरू दिन नबिर्सिनुहोला। र साथै हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिदिनु होला र लाइक, सेयर पनि गरिदिनु होला। धन्यवाद।